ल नमस्ते बाजे। नमस्ते। तपाईको नाम के हो? मेरो नाम शिवलाल हो। यो फुल चाहिँ भोलि चाहिँ जानुपर्ने छ क्या, त्यही भएर आतुर भएको हो। त्यही भएर भोलि यो फुल चाहिँ बजारमा लगाएर बेच्ने तपाईँ? छिटो छिटो चाहिँ गर्नु पर्यो, रात पनि पर्यो है। हजुर। त्यही भएर यो भालेहरू चाहिँ हुने यो भाले हो। यो सानो चाहिँ भाले, ठुलो चाहिँ काम बेच्नेलाई काम लाग्छ यो माउ हो। त्यही भएर अनि यता तपाईँको साथीको नाम चाहिँ के हो नि? साथीको नाम के रे? दिलकुमारी तामाङ हो। तपाईँ यहाँ आज फुल टिप्न आउनुभएको? मेरो सहयोग गर्न आएको। ठिक ठिक। भोलि छिटो लानुपर्छ। कति किलो जति हुन्छ होला आज? बाजे कति किलो जति टिप्यो अहिलेसम्म? 1 कुइन्टल जति टिप्यो होला। अहिलेसम्म 1 कुइन्टल जति टिप्यो। अझै छ, कहिले टिप्ने हो भनेपछि बाजेलाई भ्याइ नभ्याइ छ फुल टिप्न? फुल टिप्न हतार छ एकदम। हतार छ, गफ गर्नु पनि पाएन। हतार छ। खेतालो यो ठाउँको नाम गैरा हो। गैरा कुन हो यो? लमजुङ वडा नम्बर दोर्दी गाउँपालिका वडा नम्बर 6 ताजे गैरा। बिबी क्याम्प नजिकै फुलबारी हो यो। बाजेले यो कति रोपनीमा फुल लगाउनु भएको त? यो यो फुल लगाएको मात्रै? घरमुनि पनि छ साँच्चै है। तपाईहरुलाई नि फुल चाहियो भने सम्पर्क गर्नु होला। यहाँ बाजेको नाम के हो रे? फेरि एकचोटि भनिदिनु त। शिवलाल हो। बाजे शिवलालसँग फुल चाहिएमा सम्पर्क गर्नु होला। तपाईको फोन नम्बर कति हो? हेर्नुपर्छ। यो पछि भिडियोमा हालिदिउँ ल फोन नम्बर। चाहियो भने ट्याक्क सम्झिनु होला शिवलाल तामाङज्यूलाई। अहिले त अर्डर छ, आउनु साल भयो। अनि बाजेले गीतहरू कतिको गाउनुहुन्छ त? अनि छैन गीत पनि आतुर भएको छ। गीतको गाउने कि यो टिप्ने कि? गीत गाउन थाल्यो भने फुल टिप्न सक्दैन है। हतार भएको छ क्या। भोलि पर्सि चाहिँ गाउँला। ठिक छ ठिक छ। अब यो फुललाई केमा हालेर लाने त बाजे? यो डोगोमा हालेर लाने? ल ल ल, खुसी लाग्यो बाजेको फुल देखेर। भोलि पर्सि 4 गते पनि टिप्नुपर्छ। अरू केही भन्नु छ बाजे फुलको बारेमा? त्यति हो। अरू त केही छैन है। ल धन्यवाद भनिदिनु नि त एकचोटि। ल धन्यवाद छ है।